हेलो गाइस, सबैलाई नमस्ते। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। फेरि आज 3-4 दिनपछि फेरि भ्लग बनाउँदैछु। म चाहिँ भतिजलाई स्कुल पुऱ्याउनु जाँदैछु। बिहान ढिलो भइसक्यो, 6:40मा पुग्नुपर्ने, 40 हुनु लागिसक्यो। ढिलो भइसक्यो। ल छिटो ढिलो भइसक्यो। 5 मिनट जस्तो मात्र टाइम छ। अब ढिलो भइसकेको छैन। यता हेर्दै ढिलो भइसक्यो। कतिखेर पुग्नु अझै छ बाटो, खानु टाढो छैन। हजुरहरूले मलाई सपोर्ट गरिदिनु पर्यो। धेरै पछि आज बनाउँदैछु। कति टाढो छ, शनिबार आउनुपर्छ। उहाँ टाढो छ, के गर्नु। भतिजलाई पुऱ्याउनु आउनुपर्छ बिहान। फेरि अहिले भतिजलाई भरे 9 बजीतिर भान्जीलाई कति आउनु जानु त 4चोटि हुने रहेछ। उठ्दै त पुऱ्याउँदा त छिटो कति ढिलो लाग्यो उसले। कतिखेर पुग्नु भइरहेको छ होइन। म चाहिँ यो रोडको बाटो ढिलो हुन्छ र यसलाई त्यता आलीको बाटो लाँदैछु। रोडको बाटो ढिलो हुन्छ, टाढो पर्छ, त्यही भएर आलीको बाटो लाँदैछु यसलाई। गाइस अब पुग्ने लाग्यौँ। गाइस ढिलो भयो भने केही मिसहरूले के गर्नुहुन्छ न, कराउनु कुट्नुहुन्न। भनेपछि केही भन्नुहुन्न अरे मिसले ढिलो भयो भने। तर जानु चाहिँ टाइममै जानुपर्ने हो। तर ढिलो भयो, अब के गर्नु, यस्तै हो। कहिलेकाहीँ ढिलो त भइहाल्छ। छिटो आउनै लाग्यो। अब 2 मिनट जस्तो छ, आउनु चाहिँ लाग्यो। ढिलो भएर यसलाई खेतको बाटो, आलीको बाटो लाँदैछु। रोड बाटो त ढिलो हुन्छ, त्यही भएर यसलाई खेतको बाटो, आलीको बाटो लाँदैछु। गाइस लाइक सब्सक्राइब गरिदिनु पर्यो। सबैले साथ सपोर्ट दिनु पर्यो मलाई। आइपुग्नु लागि हामी यहाँ खोला आइपुग्यौँ। अब यो खोला कट्ने बित्तिकै आइहाल्छ लैसर्ख स्कुल चाहिँ बुद्ध निकेतन बोर्डिङ स्कुल आउनु लाग्यो। फेरि अनि फर्किँदा टाढो छ, के गर्नु। भतिज भान्जीलाई ओहोरदोहोर गर्नु त 4चोटि पो हुने रहेछ। भान्जीलाई चाहिँ मोन्टेसरी, भतिजलाई चाहिँ स्कुल, बोर्डिङ स्कुल। सुनिस्, राम्रोसँग जा, बेल लागिसक्यो। भतिज गइसक्यो। एक भर्खरले पुरा ठ्याक्क आइपुग्नु पनि घन्टी पनि लागिहाल्यो। अनि भतिज गयो। छाता लिएको थियो, लैजा भनेको, नलाने भन। छाता लानु अङ्कल भनेर त्यसले। अनि छाता चाहिँ मैले फिर्ता लिएँ, घरले त्यसले नलाने भयो, त्यसले दियो लानु भनेर। यसो मौसम हेर्दा चाहिँ पानी पर्ला जस्तो थियो, अनि त्यही भएर छाता लिएर आएको। पानी पर्ला जस्तो थियो, त्यो छाता लिएर आएको होइन। अब पानी पऱ्यो भने मम्मीले ल्याउनुहुन्छ। मम्मी भन्नाले लैसको बोजू, हाम्रो मम्मी नै भनौँ न, ल्याउनुहुन्छ। मम्मीसँग आउनुहुन्छ। लैसको बोजू, हाम्रो नि मम्मी आउनुहुन्छ। फेरि लैसको बोजू भन्नाले हाम्रो मम्मी लैसको बोजू होइन नि, लैसको माउलेको बोजू है। अनि म पनि अब रोडको बाटो जानु छोडेर
किन जानु त्यो बाटो टाढो छ, त्यो भएर खेतको बाटो नै छिटो हुन्छ भनेर म खेतको बाटो नै फर्किएँ। यसो तपाईँहरूले साथ सपोर्ट गरिदिनु पऱ्यो। म घर फर्किँदैछु। गर्मी छ यता त, साह्रै गर्मी छ, गर्मी पनि धेरै नै छ होइन। ल गाइस अब